हेलो साथीहरु, हाई सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। साथीहरु, यहाँहरु कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, सबैजना ठिकठाक हुनुहुन्छ होला आशा गरेको छु। र हामी आज पनि उपस्थित भएका छौं नयाँ भिडियोको साथमा। आज छ हाम्रो पिकनिक खाने प्लान साथीहरु। त्यो आलमथानमा पिकनिक खान भनेको बाहिरबाट पिकनिक खान आउनु नि भयो। त्यसो हुँदा हामी बारी वहाँ बारीमा खान जाँदैछौँ। सामान यहाँ ओसारेको फेरि उता ओसार्दैछौँ। साथीहरु, भिडियोलाई लास्टसम्म हेर्नु होला, साथ दिनु होला, माया गरिदिनु होला। आजको दिन के कस्तो हुनेछ यहाँहरूलाई देखाउने प्रयास गर्नेछु। आइदिच्छा ल जाम भाडा लिएर। कता जाने होला भन त, कहाँ जाने हो? नलोटेर होइन है। हामी चाहिँ यहाँ भाडा लिएर हिँडेका छौँ साथीहरु। हामी यता आलमथान ओसारेको भाडा फेरि लिएर त भारीतिर आज बाहिरबाट पिकनिक आउँदैछन्। आउने हैछन् हामीलाई थाहा थिएन, त्यही भएर हामीले सामान यता ओसारिसकेका थियौँ र फेरि सामान फेरि यता ओसारेर लिएर हिँड्दैछौँ। ए लैजाऊ न, दिनु अरे यहाँ थाली। नानी छिटो आऊ है न्यारिका। ल ल हिँड नानी। ल साथीहरु, यो टिम पनि पिकनिक खान आएका छन्। साथीहरु, हामी यहाँ पिकनिक खाँदैछौँ। त्यहाँ रमाइलो हुँदैछ। यहाँ सबैजना जम्मा हुनुभएको छ, काम चालु छ। ल छिटो छिटो पकाम है। के छ खबर? के आइदिन्छ? नजिक जान्न। अरूमा 500 डबरू लुटाउला खान्छु त मैले। ल राम्रो राम्रो रोटी बनाउनु होला। यता पुरी पाक्दैछ। यता भान्जीले के गराउनु लाग्यो? भान्जी ए मेथी फुराउन लाग्यो रे। यता हाम्रो दाइले मासु काट्दिनु भयो, बजैले मासु काट्नु भएछ। साह्रै रमाइलो छ हो हाम्रो गाउँमा। ल साथीहरु, पिकनिक खान आउनु है सबैजना। बहिनी आइके छिन्, बहिनी। ल आऊ है।
हाम्रो छोरो अनि हाम्रो भाइ पिकनिक खान हिँडेका छन्। हामी त पिकनिक खान हिँड्ने है साथीहरू। वहाँ पर चाहिँ हामीले खानासाना बनाइसकेको। पर तोरी फुलेर यस्तो छ। हामी चाहिँ यो ठाउँमा बसेर पिकनिक खाँदैछौँ आज। ल त्यहाँ चाहिँ पिकनिक खान लाउनु परेछ सबैजना। नास्ता खान लाउनु भयो होला। म चाहिँ घर गएर आएको साथीहरू। हेलो सबैजनालाई हाई, के छ खबर? ल हात हल्लाउनु, हात नहल्लाएको चाहिँ यहाँ देखिनुहुन्न क्या फेरि। अझै पकाउँदै हो। म चाहिँ सुशीला थापा भन न, कुकम्यान। हावाले उडायो क्या। मैले कन्नु तताउँछु मैले चिप्रा फेरि तताउँछु कोलुन्जेर बसेको त अनि के खाने हो मामालाई फिर खाला भात राख बिज्ञान सिकाउ बिपुल फिर साथै राख्छ हजुर खाना जा एमा खाना त्यत्रो तिमीले पानी पाइनौ आयो पानी हानी प्लास्टिक छैन यहाँ आयो भान्जी भात त्यति भनेको
हाँसेको भिडियो गराइदियो हो र नि गर्नुभएको आनन्दले खानु है आनन्दले खानुपर्छ जारले पनि सुख पाउँछ अहिले मलाई ल्याएर भात थपिदिएर हाम्रो मान्छे तेरो भागमा घर लो पठाइदिनु साइली मात्र त भएन के